स्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर ओइल। दर्शकवृन्द नमस्कार। नेपाल वान टेलिभिजनको कार्यक्रम जनमतमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु। म क्रन्दन चापागाई। दर्शकवृन्द, तपाई जनताको कार्यक्रम जनमत, जनताका आवाज, जनताका आकांक्षाहरू हामी समेट्छौं यो कार्यक्रममा र तपाईका ती आवाजहरू माथि जवाफ दिने क्रम हुन्छ सरकारवाला व्यक्तिको र खास भन्नुपर्दा विशेष गरी जनताका प्रतिनिधि अर्थात राजनीतिक दलका नेताहरूको। दर्शकवृन्द, राजनीतिक गतिरोध जारी छ। राष्ट्रपतिले चौथो पल्ट पनि समय सीमा दिएर सहमतीय प्रधानमन्त्री तय गर्नका लागि दलहरूलाई आग्रह गर्नुभएको छ। तर चौथो समय सीमामा पनि सहमति हुने त्यस्तो कुनै चमत्कारिक संकेत देखिएको छैन। यद्यपि दलहरूबीच के कस्तो वातावरण बनिरहेको छ भन्ने सन्दर्भमा हामी केन्द्रित हुनेछौं र अर्को हाम्रो एउटा प्रमुख विषय बन्नेछ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक, जुन 3 दिनसम्म चलेर स्थगित भएको छ केही दिनका लागि भनेर र महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल भएको बताइएको छ। दर्शकवृन्द, हामी यिनै विषयमा केन्द्रित हुनेछौं र त्यो सँगसँगै अर्को विषय पनि हुनेछ। एमालेबाट पनि सहमतीय सरकारको प्रधानमन्त्रीको कुरा उठ्न थालेको छ। यी सबै सन्दर्भहरूमा हामी छलफल गर्नेछौं। त्यसका लागि हामीले निम्त्याएका छौं नेकपा एमालेका नेता, पोलिट ब्युरो सदस्य हुनुहुन्छ नेकपा एमालेको अरुण नेपाल। स्वागत गर्न चाहन्छु अरुणजी तपाईलाई। धन्यवाद। अरुणजी, के भइराखेको छ राजनीतिक वृत्तमा? राजनीतिक वृत्तमा समस्या जो छ त्यो अहिले पनि कायमै छ। अघि पनि चर्चा गर्नुभयो, राष्ट्रपतिले सहमतीय सरकार निर्माण गर्नको निमित्त म्याद दिनुभयो। त्यो थप्दै जाने क्रम दोहोरिराखेको बीचमा हुन सकेन, फेरि म्याद थपिएको छ र सहमतीय सरकार निर्माण गर्न सकिएको छैन। यद्यपि प्रयत्न भइरहेको छ। कसका कारणले निर्माण गर्न सकिया छैन? एमालेकै कारणले भन्छन् नि। एमालेमा पनि केही नेताहरू आकांक्षी छन् प्रधानमन्त्रीका, त्यस कारणले भइरहेको छैन। एमालेले प्रधानमन्त्रीको आकांक्षा गर्नु कुनै अपराध त होइन नि। राजनीतिक पार्टीले खुलेर गरेका छैन नि, बाहिर खुलेर नगर्ने अनि भित्र मात्रै आकांक्षा गर्ने गर्नुहुन्छ त? म अघिकै प्रश्नमा जान्छु। यो कुनै अपराध होइन। राजनीतिक पार्टीले यो देशको समस्या समाधान गर्नको निमित्त हामी योगदान गर्छौं भनेर भन्छ भने त्यसलाई अन्यथा ठान्नु हुँदैन। तर सहमतीय सरकार नबन्नुको पछाडि एमाले दोषी छैन। हामीले त धेरै पहिलादेखि सहमतीय सरकार निर्माण गरौं भनेर धेरै पहिलादेखि प्रयत्न गरेको, बारम्बार भनेको सहमति भन्दा बाहेक विकल्प छैन। कमसे कम पनि संविधान नबनुन्जेलसम्मको लागि, संविधान बनेर अर्को संसदको चुनाव नहुन्जेलसम्मको लागि प्रमुख दलहरूको बीचमा सहमति बन्नुपर्छ। होइन भने हामी निकास निकाल्न सक्दैनौं। हिजोदेखि हामी यो भन्दै आएका हौं र अहिले पनि हामी यही भनिरहेका छौं। त्यसो भएको हुनाले एमालेको कारणले गर्दाखेरि सहमतीय सरकार बनेन भन्ने कुरामा कुनै त्यस्तो तर्क छ जस्तो मलाई लाग्दैन। म दुईटा कुरा उल्लेख गर्न चाहन्छु। हामी त्योभन्दा पहिले एकजना दर्शकलाई स्वागत गरौं। दर्शकको बुझाइ के रहेछ, जनताको बुझाइ के रहेछ एमाले प्रति? हेलो सर, नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म बाबुराम भट्टराई बोल्दैछु सर। बाबुराम भट्टराईजी? हजुर। कहाँबाट? कालोपुलबाट सर। प्रश्न के छ बाबुरामजी तपाईको? हाम्रो नेताज्यूलाई पनि मेरो नमस्कार। हजुर नमस्कार। अब एमाले चाहिँ बाधक छैन र एमाले दोषी पनि होइन भनेर भन्दै हुनुहुन्छ होइन? हजुर, हामी चाहिँ तपाईँ र कांग्रेस नै दोषी देख्दैछौँ। किन हामीले नबुझ्यौ कि हजुरहरूले प्रश्न के कारणले भन्नुहोस् न त? कारण भनिदिनुहोस् स्पष्ट। कारण चाहिँ के भने नि सर, हजुर यो अब सेना समायोजन गर्ने अनि हतियार राज्यलाई बुझाएपछि नेपाली कांग्रेसका सुशील कोइरालाले भन्नुहुन्थ्यो 1 घण्टामा माओवादीकै नेताको सरकार पनि हामी मान्ने हुन्छ भनेर भनेको थियो। हामीले संसार माध्यममा यो भनेकै हो। तपाईहरुले अहिले
त्यो ढाँट्नु पाउनुहुन्न। तर अहिले एमाले भन्दै गर्नुहुन्छ बाबुराम भट्टराई नै बाधक हो भनेर भन्नुहुन्छ। के बाबुराम भट्टराई र प्रचण्डले हतियार बुझाउनु गलत गर्नुभयो तपाईँहरूको भनाइमा अनुसारमा? गम्भीर, हिजो तपाईँहरूले भन्नुहुन्थ्यो नि विश्वास छैन माओवादीप्रति, उसले जबसम्म हतियार बिसाउँदैन तबसम्म विश्वास छैन। विश्वास त माओवादीले त्यति गर्दा पनि सुख नहुने तपाईँहरू विश्वास गर्न सकिन्न भन्नुहुन्छ अहिले पनि माओवादीलाई। र अनि बाबुरामजीलाई म धन्यवाद दिन चाहन्छु। हतियार बिसाइसकेपछि ए माओवादी नागरिक पार्टी हुन्छ, हतियार नभएको पार्टी हुन्छ भन्ने मान्यताको आधारमा माओवादीले हतियार बिसाउनुपर्छ, क्यान्टोनमेन्टमा रहेको सेना समायोजन गर्नुपर्छ, त्यसपछि नागरिक पार्टी बन्छ भनेर हामीले भनेकै हो। त्यही मान्यताको आधारमा संविधान सभा विघटन हुनुभन्दा केही दिन अगाडि संविधान निर्माण गर्नको निमित्त अनुकूलता होस्, सजिलो होस् भनेर हाम्रो पार्टी एमाले र काङ्ग्रेस बाबुरामजीको सरकारमा सहभागी पनि भएकै हो। तर हामीले के देख्यौँ भने संविधान निर्माण गर्ने भित्री चाहना हुन्छ नि सरकारको, त्यस्तो रहेन। र संविधान सभा विघटन गर्ने, म्याद गुजारिदिने, संविधान सभाको म्याद गुजारिदिने र संविधान सभा स्वतः विघटन हुने परिस्थिति निर्माण गर्ने र सत्ता चलाइरहने त्यस्तो खालको स्थिति देखियो। म यसै क्रममा अलिक टाढाबाट भएको दर्शकलाई स्वागत गरौँ अनि एकमुष्ट जवाफ दिउँला। हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म हरियाणादेखि ईश्वरी पाण्डे बोलेको छु सर। हरियाणा भारतबाट? हजुर हजुर। ईश्वरी पाण्डेजी, हजुर हजुर। तपाईँको प्रश्न के छ? सर मेरो प्रश्न यस्तो छ कि देशको गम्भीर परिस्थितिमा परिरहेको छ हो, यो देशलाई कुनै न कुनै तरिकाले निकास दिन नेताहरूलाई म अनुरोध गर्छु। र यसमा नेताहरूले के गर्नु पर्ला पाण्डेजी, तपाईँको सुझाव? मेरो सुझाव सर यस्तो छ कि मतलब यो देशका लागि नेताहरूले एउटा संहिता भन्ने शब्दहरू यो कहाँबाट विदेशबाट आएको शब्द हो। यो संहिता शब्दलाई त्यागेर आम नेपाली जनताहरूको भावनाको अनुसार नेपाली जनताहरूले जे चाहन्छन् तिनीहरूको नेपाली जनताहरूसँग जनमत लिएर भनेपछि संघीयता चाहिँदैन भन्ने तपाईँको राय? हजुर हजुर, संघीयता नेपालमा चाहिँदैन। नेपाल जस्तो सानो देशलाई संघीयता चाहिँदैन। किन नचाहिने होला भन्नुहोस् त? सर संघीयताले यो देशलाई टुक्रा टुक्रा पार्ने जस्तो सम्भावना लागेको हुनाले। सहमत हुनुहुन्छ अरुणजी? म ईश्वरीजीको पहिलो प्रश्नको जवाफ दिन चाहन्छु। राजनीतिक दलहरूले निकास दिनको निमित्त उहाँले आग्रह गर्नुभएको छ, यो उहाँको जायज आग्रह हो र जनताले त सधैँ जायज आग्रह नै गर्छन् नि, नेताहरूले पो गर्दैनन् त काम। अब दलहरू निकास दिनको निमित्त प्रयत्नशील पनि छन्, तर अब म अहिले यहाँबाट चाहिँ साह्रै गर्वका साथ केही भन्दिनँ, किनभने हामीले निकास दिन सकेका छैनौँ, नसकेका सत्य हो। त्यसो भएको हुनाले हामीले यसो गरेका छौँ त्यसो गरेका छौँ भन्न म दाबी गर्दिनँ। तर जसरी उहाँले चिन्ता जाहेर गर्नुभएको छ निकास पाउनुपर्छ राष्ट्रले भनेर, राजनीतिक दलको एकजना कार्यकर्ताको नाताले म पनि यो निकास प्राप्त हुनुपर्छ र छिटोभन्दा छिटो यो देशले निकास पाउनुपर्छ, समस्याका समाधान हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, मेरो पनि भावना हो। म व्यक्त गर्न चाहन्छु, उहाँको भनाइप्रति मेरो सहमति छ। अब जहाँसम्म संहितालाई त्याग्नुपर्छ भन्ने प्रश्न छ, अब हामी संहितामा गइसक्यौँ, अब संघीय लोकतान्त्रिक गणतन्त्र भइसक्यो। अब हामी यहाँबाट यो संहिताप्रति वितृष्ण हुनुको कारण के हुन सक्छ भने संघीयताकै मुद्दामा दलहरू बीच सहमति हुन नसक्दा यो स्थिति रह्यो नि त। संघीयताका नाउँमा कुनै पनि विकासका कामहरू सबै अवरुद्ध भए, भ्रष्टाचार बढ्यो, संविधान बनेन। अब यसलाई यसरी हेर्नुपर्छ कि संघीयतामा हामी गयौँ, हामी यहाँबाट ब्याक हुन सक्दैनौँ। अब हामीले गर्ने के हो भन्दाखेरि हाम्रो सन्दर्भमा, नेपालको सन्दर्भमा कस्तो संघीयता उपयुक्त हुन सक्छ, कस्तो संघीयताले हाम्रो अग्रगति, हाम्रो उन्नति, हाम्रो प्रगतिलाई सुनिश्चित गर्न सक्छ, कस्तो संघीयताले जनताको चाहनाको प्रतिनिधित्व गर्न सक्छ, कस्तो संघीयताले जनतालाई न्याय दिन सक्छ, यो बारेमा हामीले सोच्नुपर्छ। संघीयतालाई व्यवस्थित गरियो, संघीयतालाई ठिक ढङ्गले वैज्ञानिक ढङ्गले कायम गर्न सकियो भने संघीयता हाम्रो निमित्त बाधक हुन सक्छ जस्तो मलाई लाग्दैन। यदि त्यसो गर्न सकिएन भने, यदि संघीयतालाई ठिक ढङ्गले बुझ्न सकिएन, संघीयतालाई ठिक ढङ्गले अगाडि लान सकिएन भने त्यस्तो परिस्थितिमा संघीयता
हाम्रो अग्रगतिको निमित्त हाम्रो भविष्यको निमित्त अहिले बाधक पनि हुन अहिले तपाईहरुले यहाँनिर म अर्को प्रश्न के गर्छु भने अहिले जो समस्या देखिएको छ नि अहिले भ्रष्टाचारका समस्या छन् अनियमितताको समस्या होला तमाम समस्याहरू छन् यसको 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 सृजना चाहिँ नि संहिताको कारणले गर्दा भएको होइन संहिताको कारणले गर्दा भएको होइन हामीले त सङ्घ बनाएकै छैनौँ नि अरू पनि के कारणले छलफल गरौँला अर्को दर्शक पनि हुनुहुन्छ यति बेला हेलो हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर अभिवादन सर म मद्रासदेखि बोल्दैछु मद्रासदेखि बोल्दै हुनुहुन्छ हजुर मेरो नाम उमानन्द शर्मा खुमानन्द शर्माजी हजुर मैले तपाईँको जुन अहिलेको जनमत पनि कार्यक्रममा मैले हेरिरहेको छु होइन हजुर मैले हाम्रो नेकपा एमालेको पोलिटिकल साथी हाम्रो कमला जिल्ला एउटा प्रश्न गर्न खोजेको भन्नु सुनिरहनु भएको थियो उहाँले शर्माजी हजुर मैले मेरो प्रश्न के हो भने हजुर हामीले त तपाईँको 2046 सालको त जनआन्दोलन 2062-63 सालको जनआन्दोलन र त्यत्रो जनमासका तपाईँको नि त्यत्रो 19जनाको जनताको नि एउटा शहीद होइन त्यसपछि प्राप्त गरेको तपाईँ संविधान र संविधान सभाको चुनाव पनि पछि अहिलेको यो 4 वर्षको अवधिमा एकातिर हामीले एकातिर तपाईँहरूले उपनिवेश सक्नुहुन्न संविधान पनि होइन अर्को तपाईँको सत्ताको अनि उसमा तपाईँहरू जल्झाउनु छ आज तपाईँको यो नि जुन संहिता भन्ने जुन शब्द तपाईँहरू निकालिरहनु छ संहिता भनेर तपाईँहरू जसरी अगाडि जानुभएको छ निश्चित रूपमा तपाईँहरू एक त कम्युनिस्टको नि एउटा वामपन्थी शक्ति पनि भन्ने आज तपाईँको नि यो लेनिनवादी मार्क्सवादी लेनिनवादी संगठनको पनि नेतृत्व गर्ने तर फेरि तपाईँको नि यो लेनिनवादी जुन संगठन पद्धति अनुसार त तपाईँको नि संहिता अथवा तपाईँको नि भन्ने शब्द त कहीँ पनि भेटिन्न होइन त्यसैले तपाईँहरूले यो चाहिँ शब्दहरूलाई कसरी दिनुभयो यो तपाईँ कहाँबाट लिनुभयो यसमा फेरि तपाईँ यो संहिता भन्ने शब्दमा अथवा संहिता भन्ने विचारमा तपाईँको विचार के हो तपाईँ त्यसमा सहमत हुनुहुन्छ र संहिता त तपाईँको राष्ट्र शर्माजी यसमा संहिताको सन्दर्भमा त उहाँले जवाफ दिइ नै सक्नु भएको छ संहिताबाट ब्याक हुन सक्दैनौ भन्ने तर जस्तै मार्क्सवाद लेनिनवाद र संहिताको सन्दर्भ कसरी जोडिन्छ भन्ने प्रश्न रह्यो शर्माजीको खुमानन्दजीले एउटा प्रश्न उठाउनु भएको छ यो जनवादी केन्द्रीयता र संघीयता कसरी मिल्छ भनेर उठाउनु भएको छ जनवादी केन्द्रीयता भनेको लेनिनले भनेको हो पार्टी सञ्चालन गर्ने सन्दर्भमा जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन भएको यो पार्टीको आन्तरिक विषय हो आन्तरिक जीवनलाई व्यवस्थित गर्न पालना गरिए कि गरिएन म भन्छु यो यसको निमित्त यो सिर्जना गरिएको संघीयता भनेको कुनै पार्टी विशेषको आन्तरिक जीवनको प्रश्न होइन सिङ्गो राष्ट्रको प्रश्न हो यो सिङ्गो देशको प्रश्न हो त्यसो भएको हुनाले हामीले जनवादी केन्द्रीयताभित्र संघीयताको अर्थ औचित्य खोज्यौँ भने त्यो पाउन सक्दैनौँ त्यो सम्भावना छैन तर त्यसैले प्रतिपादन गर्ने जस्तै चीनमा जस्तै भयो भने त त्यो सिङ्गो पार्टी नै सरकार बन्ने भयो नि त होइन हामी हाम्रो सन्दर्भमा त्यसरी गइरहेका छैनौँ कम्युनिस्ट पार्टीको त एउटा आधारभूत सिद्धान्त त त्यही नै हो नि कम्युनिस्ट पार्टीको अब आफ्नो सन्दर्भमा मार्क्सवादको व्याख्या हुन्छ रुसमा एक ढङ्गले व्याख्या भयो होला चीनमा अर्को ढङ्गले व्याख्या भयो होला अरू कम्युनिस्ट देश समाजवादी देशमा आफ्नो ढङ्गले त्यसको व्याख्या र प्रयोग भयो होला हाम्रो देशको सन्दर्भमा हामी जनताको बहुदलीय जनवादका रूपमा मतलब हाम्रो सिद्धान्तको रूपमा हामीले जनताको बहुदलीय जनवादलाई अंगीकार गरेका छौँ र हामीले के भनेका छौँ भने हाम्रो समाज हाम्रो विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्ने सन्दर्भमा जनताको बहुदलीय जनवाद हामीले विकास गरेको र जनताको बहुदलीय जनवादले पार्टी नै राज्य हो एउटै पार्टीको मतलब पार्टीले सबै शासन व्यवस्था सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दैन हामी लोकतन्त्रमा विश्वास गर्छौं हामी जनतामा विश्वास गर्छौं जनता सर्वोच्च हो देशको राजनीतिको फैसला जनताले गर्न पाउनुपर्छ जनताको अभिमत अनुसार कोही पनि सत्तामा रहन्छ र जनताको अभिमत अनुसार यदि जनताको चाहिँ समर्थन भएन भने सत्ताबाट बाहिरिनुपर्छ भन्ने मान्यता हामी राख्छौं त्यसो भएको हुनाले हामी अरू देशको जस्तो कम्युनिस्ट पार्टीले सम्पूर्ण सत्ता कब्जा गर्नुपर्छ कम्युनिस्ट पार्टी नै सरकार हो कम्युनिस्ट पार्टी नै राज्य हो र कम्युनिस्ट पार्टी नै सबै कुरो हो भन्ने मान्यता जनताको तपाईँले भने जस्तै बहुदलीय जनवादकै सन्दर्भको जुन उदाहरण दिनुभयो नि जनताले जति मत दिन्छन् त्यति नै अधिकार प्राप्त गर्नुपर्छ राजनीतिक पार्टीले अहिले समस्या भएको त जनताले एकीकृत माओवादीलाई भोट दिएका आधारमा उसलाई तपाईहरुले जिम्मेवारी नदिएका कारणले भयो भन्छन् नि उसलाई तपाईहरुले ठूलो पार्टी भएको स्वीकार नै गर्नु भएन तपाईले जनताले स्वीकार गरे तर तपाईहरुले स्वीकार गर्नु भएन यो अलि गम्भीर प्रश्न भयो जस्तो मलाई लाग्छ
कसले स्वीकारेको छैन। संविधान सभामा ए माओवादी ठुलो पार्टी बन्यो, ठुलो पार्टी बनेकै कारणले गर्दाखेरि उसले सरकार चलाउन पाउनुपर्छ भनेर संविधान सभाको चुनावपछि माओवादीको सरकार बनेको नि हो। बहुमत थिएन, पूर्ण बहुमत थिएन, आफैले सरकार बनाउने स्थिति थिएन, अरूको समर्थन चाहिन्थ्यो। हामीले समर्थन गरेको, नेकपा एमाले समर्थन गरेको कि माओवादीको सरकार बन्नुपर्छ। यदि हामी प्रजातन्त्रमा लोकतन्त्रमा विश्वास गर्छौँ भने सबभन्दा ठुलो पार्टीले सरकार चलाउनु पर्छ भनेर माओवादीको सरकार बनेको। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको कसले रोकेको थियो? उहाँहरू आफ्नै कारणले गर्दा सरकारबाट बाहिरिनु भयो, त्यो अर्को प्रसङ्ग छ। जब उहाँहरू सरकारबाट बाहिरिनु भयो र बहुमत हुने संविधान निर्माणमा पनि संवैधानिक समिति का प्रतिवेदनहरू बहुमतले पारित गरेका प्रतिवेदनलाई तपाईँले स्वीकार गर्नु भएन नि कङ्ग्रेसले, तपाईँले, अनि पो समस्या भए त। संविधान निर्माण गर्ने प्रसङ्ग भनेको सामान्य बहुमतले मात्रै निर्माण गर्ने होइन। संविधान 1 वर्ष 2 वर्ष अथवा 5 वर्षको लागि बन्दैन। संविधानले लामो समयसम्म राष्ट्रलाई नेतृत्व गर्नुपर्छ, निर्देशित गर्नुपर्छ। त्यसो भएको हुनाले संविधानका धेरै कुराहरू संविधान सभाको बहुमतले मात्रै होइन 2/3 बहुमतले पास गर्नुपर्छ। अर्को दर्शक हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म तनहुँबाट राजु दाहाल हो। राजु दाहालजी, हजुर नमस्कार सर भाइ। नमस्कार। प्रश्न के छ तपाईँको? हजुर हाम्रो नेताजीले के प्रश्न छ भने जुनसुकै नेताले पनि जनताको लागि शासन गरेको हो भन्नुहुन्छ, जनताले दिएको जनादेशबाट हामी चल्दै हुनुहुन्छ, तर जनताहरू अहिले हजुरको चाहिँ कित्ता काटमा हुनुहुन्छ। संघीयताको नाममा, जातीयताको नाममा अहिले जनता बीचमा फाटोको स्थिति नेताहरूले ल्याइदिनु भएको छ। एउटा नेपालको सभ्य समाजलाई, अनुशासित समाजलाई उहाँले संघीयताको नाममा, जातीयताको नाममा अहिले किट्टाकाट गरिदिनु भएको छ। पल्लो मान्छे बीचमा उहाँहरूले चाहिँ विवाद ल्याउनु भएको छ। जनताको लागि शासन गर्ने नेताहरूले चाहिँ 4 वर्षसम्म हातमा चाहिँ तपाईँको हात हालेर बस्ने, संविधान नबनाउने, अन्तिम मितिमा दौडधुप गर्ने, एमाले होस्, काङ्ग्रेस होस्, माओवादी होस्, पदको लागि मात्र राजनीति गर्ने। संघीयताको मतलब त निश्चित क्षेत्रको लागि जनताहरूले काठमाडौँ धाउन नपरोस्, त्यो क्षेत्रमै सबै सेवा दिन सकियोस् संघीयता ल्याउने हो। तर जातीयताको मुद्दा किन उहाँले बोक्नु भएको छ? संघीयताको नाममा अहिले देशमा किन उहाँले धमिलो पर्नु भएको छ? र नेताहरूले हर वखत चाहिँ तपाईँको जनताको निम्ति राज्य गर्छु भन्ने, तर आखिरमा उहाँहरू चाहिँ पहुँचको लागि, प्रधानमन्त्रीको लागि, मन्त्रीको लागि, आफ्नो पहुँचको लागि, पावरको लागि मात्रै राजनीति गरेको देखियो। देशको अवस्था जनताले त आखिर तपाईँहरूले भने जस्तो नगरेको देखिरहेका रहेछन् नि। म जनतालाई सम्मान गर्छु। जनताले जो प्रश्न उठाउनु भएको छ त्यसलाई मैले सम्मान गर्छु र जे देख्नु भएको छ, उहाँहरूले जे भइरहेको छ त्यसैलाई चाहिँ उहाँहरूले प्रश्नको रूपमा प्रस्तुत गर्नुभएको छ। यसलाई मैले अन्यथा ठान्दिनँ। म राजनीतिक पार्टीको एकजना मान्छे, कार्यकर्ता भएको नाताले जनताले जो अपेक्षा गरेको हो राजनीतिक पार्टीहरूबाट, त्यो हामीले पुरा गर्न नसकेको जुन परिस्थिति छ, यसप्रति अन्यथा ठान्नुपर्ने छैन। गर्न नसकेका कुरालाई स्वीकार्नु पर्छ भन्ने म ठान्दछु। गर्न नसकेका कि गर्न नचाहेको, यो महत्त्वपूर्ण सवाल त यो हो नि। उहाँहरूले के भनिरहनु भएको छ, तपाईँहरू चाहिँ एक चिज गर्छौँ भन्छौँ भनेर जानुहुन्छ, तर त्यो गर्नुहुन्न। तपाईँहरू पद प्रतिष्ठा त्यही लागि मात्रै तपाईँहरू लागिरहनु भएको। म राजुजीले चाहिँ उठाएको प्रश्नमा जान्छु। हामीले अलिकति विषयवस्तुलाई अलिक गहिराइमा पुगेर हेर्नुपर्छ भन्ने म ठान्दछु। हामी वास्तवमै निकै ठुलो जटिलतामा थियौँ। 10 वर्षसम्म देशमा चाहिँ द्वन्द्व भएको थियो, ठुलो रक्तपात भएको थियो, धेरैले ज्यान गुमाएको स्थिति थियो। त्यो परिस्थितिलाई एउटा बिन्दुमा ल्याएर अनि शान्ति कायम गर्ने र देशलाई अर्को बाटोमा लाने त्यो काम वास्तवमा जटिल थियो हैन। हामीले द्वन्द्वको स्थितिलाई समाधान गरेर एउटा ठाउँमा त ल्यायौँ। यहाँलाई एक ठाउँमा सकिहाल्यो। पुनः रोक्छु, टाढाबाट एकजना दर्शक हुनुहुन्छ। हेलो हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म सोमनाथ तिमिल सिन्हा, दुबईदेखि। दुबईदेखि बोल्दै हुनुहुन्छ सोमनाथजी? हजुर। दुबईको खबर के छ भन्नुहोस्? हजुर बस ठिकठाक छ हजुर, जाडो चल्दैछ अहिले त, अब सुरु हुँदैछ। वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हामीहरूको हैन? यही त हो, नेपालको स्थिति देख्नु भएकै छ। नेपालको अब के बोल्ने हैन। तपाईको प्रश्न के छ भन्नुहोस्?
मेरो प्रश्न खालि नेकपा एमालेको नेताज्यूलाई मात्रै नभएर सम्पूर्ण नेपालका काङ्ग्रेस एमाले माओवादी सम्पूर्ण नेताहरूलाई के छ भने होइन नेपालीलाई चाहिँ सधैँभरि भैँसी गोरु सब बराबर मानेर उहाँहरूले चाहिँ सधैँभरि यसरी खेलाइराख्ने हो कि संविधान लेख्ने पनि हो कि या फेरि गएर भोलि गएर हामीले त विदेशमा पनि देखिरहेका छौँ नेपाली जनता पनि धेरै जागरुक भइसकेका छन् कि भोलि गएर सद्दाम हुसेनलाई जस्तै गद्दाफीलाई जस्तै गरी लखेट्नु पर्ने हाम्रो नेतालाई पनि होइन यत्तिकै चाहिँ यिनीहरूले चाहिँ खेल्दै गएको 5 वर्ष भयो चुनौती बुझ्नुभयो सुन्नुभयो होइन जस्तै गर्न नसकेको कि नचाहेको जनतालाई मूर्ख बनाएको पशु बनाएको जनताले सम्झिरहेका छन् है तपाईहरु अब यसमा दुईटा कुरा म भन्न चाहन्छु म सबैको प्रतिनिधित्व गरेर त बोल्न सक्दिनँ म नेकपा एमालेको तर्फबाट चाहिँ भन्न सक्छु हामीले नचाहेको होइन चाहेको चाहना गरेकै हो के कारणले सकिएन चाहना गरेकै हो नेकपा एमाले 2046 सालपछिको एउटा प्रमुख राजनीतिक शक्तिको रूपमा अहिलेसम्म 2 दशक भन्दा लामो समय यो देशमा छ किन गर्न सकेन एमालेले चाहेको भए त सक्थ्यो मैले अलिकति भन्दैछु एउटाले मात्रै चाहेर हुँदो रहेनछ एउटा पार्टीले मात्रै चाहेर समस्याको समाधान हुन सक्दो रहेनछ सरी सबैले चाहनु पर्दो रहेछ मैले त्यसकारण मैले एमालेको मात्रै चाहिदिने भएदेखि त तपाईहरुको पार्टी चाहिएन नि किन तपाई फरक विचारले आउनु पर्यो त कांग्रेसले नै काम गरेको हुन्थ्यो भने 2007 सालदेखि एमाले अथवा कम्युनिस्ट पार्टी किन जन्मिनु पर्थ्यो त यस्तो हुन्छ पार्टीहरू त सिद्धान्तको आधारमा जन्मिन्छ पार्टीहरू विचार र विश्वासको आधारमा जन्मिन्छ पार्टी आवश्यकता आधारमा जन्मिन्छ पार्टी निर्माण हुने प्रसंग बेग्लै छ मैले भन्न खोजेको कि सबै पार्टीले चाहनु पर्ने भन्नुभयो कि सबै नेता एउटै पार्टीका सबै नेताले चाहनु पर्ने मैले अघि पनि के भन्दैछु भन्दा म एमालेको तर्फबाट बोल्छु है यो इस्युमा किन भन्दैछु भन्दाखेरि हामीले इमानदारीपूर्वक प्रयत्न गरेको पछाडि नजाउँ 64 सालमा भएको संविधान सभाको निर्वाचन यता संविधान निर्माण गर्नको निमित्त हामीले हाम्रो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा हामी कहाँनिर चुकेका छौँ हामीले आफ्नो ठाउँबाट मेहनत गरेका छौँ एकता होस् संविधान निर्माण गर्न चाहिँ के अरे सजिलो होस् दलहरूको बीचमा सहमति बनोस् भनेर दुई पटक सरकार त छोडिदिएको हो सरकारमा गएको पनि त हो नि गएको हो तर सहमति कायम गर्न सकिएन हैन सहमति कायम गर्न नसकिसकेपछि एमाले छोड्नु पर्यो छोडेपछि सहमति हुन्छ भनेर अरु दलले भने ठीक छ देशले संविधान पाउँछ दलहरूको बीचमा सहमति बन्छ भने हामीले छोड्नुपर्छ भनेर माधव कुमार नेपालले पनि छोडिदिनु भएको झलना खनालले पनि छोडिदिनु भएको र धेरै विषयहरूमा अब हामीले कम्प्रोमाइज गरेका छौं अब छोड्ने पालो कसको भन्नुस् त अब छोड्ने पालो एमाले भित्रैको कसले छोड्ने पालो पहिला त बन्ने अनि छोड्ने पालोलाई एमालेको सरकार अहिले छँदै छैन हैन अहिले सरकारले छोडेको कुरा उल्लेख गर्नु भएको अहिले सरकार चाहिँ को नेतृत्व बाबुरामजीले गर्नु भएको छ अब हामीले के भन्छौं भने बाबुरामजीले प्रधानमन्त्री भइसकेपछि उहाँले जे भन्नु भएको थियो म यति समयभित्र सेना समायोजनको सम्पूर्ण काम टुङ्ग्याउँछु यति समयभित्र संविधान निर्माणको काम गर्छु यदि मैले संविधान निर्माणको काम गर्न सकिन भने मेरो औचित्य समाप्त हुनेछ भनेर उहाँले जो वचन दिनुभएको थियो राष्ट्रलाई राष्ट्रका सामु जो वचनबद्ध जाहेर गर्नुभएको थियो त्यो उहाँले गर्न सक्नु भएन संविधान नबनेको मात्रै होइन संविधान सबै विगत सेना समायोजन त गर्नुभयो नि त उहाँले सेना प्रक्रियालाई त टुङ्ग्याउनु भयो नि माओवादीले गर्ने काम त गर्यो त त्यसमा कांग्रेस एमालेले चाहिँ गर्नुपर्ने कामहरू गरेन कांग्रेस एमालेले बखेडा झिके उनीहरू प्रतिगमनतिर जान चाहन्छन् भन्छ नि त माओवादी त अब त्यो आरोप त झुटा आरोप हो किनभने सेना समायोजन माओवादीले मात्रै चाहेर हुन्थ्यो र सेना समायोजन गर्नको निमित्त शान्ति प्रक्रियालाई तुल्याउनको निमित्त अनि एमालेको सहमति चाहिँदैन थियो कांग्रेसको सहमति चाहिँदैन थियो अहिले सेना समायोजन सेना बिसाउनका लागि तपाईहरुले चाहेकै कुरा भयो त्यस्तो होइन अझ पनि त्यहाँभित्र समस्या छ भन्ने म ठान्दछु यो सेना समायोजन विशेष समिति हैन त्यसको चाहिँ म्याद थपिएको छ त्यसको अर्थ अझै पनि काम बाँकी रहेछ भन्ने हामीले बुझ्नुपर्छ जे भएको छ त्यो त्यसमा एमालेको पनि योगदान छ कांग्रेसको पनि योगदान छ अरूको पनि योगदान छ खैर यो ठीक भएको छ अझै बाँकी छ काम तर कुरा ठीक भएको त रहेछ नि त माओवादी ठीक गरेको त रहेछ नि तर संविधान निर्माणको बारेमा संविधान नबनेको मात्रै होइन संविधान सभा छैन हामीसँग अहिले हामीसँग संविधान सभा छैन अब संविधान कसरी बनाउने भन्ने हामीलाई समस्या छ हो यसको जिम्मा कसले लिने यसको जिम्मा कसले बोक्ने यसको जिम्मा बाबुरामजीकै भनाइमा यदि मैले संविधान बनाउन सकिन भने मेरो औचित्य समाप्त हुन्छ भनेर उहाँले भन्नुभएको थियो उहाँको औचित्य समाप्त भयो त्यसैले सरकार छोड्ने प्रधानमन्त्री छोड्ने पाली बाबुरामजीको भन्ने म ठान्दछु
अर्को दर्शक हुनुहुन्छ। हेलो नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? लेखरत्न तुलाधर, नेवार राज्य चक्रपात, काठमाडौँ। लेखरत्नजी हजुर। नेपाल राज्य बनिसक्यो त? अब बनाउँछु नि जसरी पनि। अब यो जातीय राज्य केही कारणले गर्दा संविधान बनिरहेको छैन। म छोटोमा प्रश्न राखिहाल्छु, यहाँ बिचमा नकाटिदिनु होला। अब यो तपाईँले जातीय राज्य भन्नुभयो, जातीय राज्य होइन, जातीय पहिचान सहितको राज्य भन्ने हो। हामीले जातीय राज्य मागेकै छैनौँ। र यहाँ अतिथिज्यूलाई नमस्कार छ मेरो। नमस्कार। र प्रश्न के भने तपाईहरू प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी भन्नु रुचाउनुहुन्छ, अनि सामान्य प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको विधिमा नगइकन विधानसभा भङ्ग गर्नुभयो। अनि साँच्चै जनवादी के अरे बहुदलीय जनवादी अथवा जनता पक्षमा अथवा जनताप्रति लोकतन्त्र मान्नुहुन्छ भने त्यो जुन भङ्ग गरेको विधानसभामा त्यसमा चुनावी प्रक्रियामा फेरि जानलाई प्रयास गर्नुपर्ने हो कि होइन? यदि होइन भने सामान्य प्रजातन्त्रको चुनावी लोक प्रक्रिया जानु चाहिँ नचाहनेहरू कसरी प्रजातन्त्र भयो, कसरी गणतन्त्र भयो, कसरी लोकतन्त्रवादी भयो, यसको प्रश्न जवाब दिनु होला। र तपाईँहरू त्यही प्रक्रियामा दोहोऱ्याएर आफूलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी भनेर चाहिँ साबित गर्न चाहनुहुन्छ कि हुँदैन? धन्यवाद। लेखरत्नजीको प्रश्न, प्रजातन्त्रवादी, लोकतन्त्रवादी तपाईँहरू खुब भन्नुहुन्छ नि आफूलाई। माओवादीले आफूलाई अग्रगामी भन्छ, तपाईहरू लोकतन्त्रवादी भन्नुहुन्छ, तर यो जनतालाई रोमन ल्याउने बाटो मात्रै हो कि? अब लेखरत्न तुलाधरजीलाई म भन्न चाहन्छु, हामी लोकतन्त्रवादी पनि हौँ, हामी अग्रगामी पनि हौँ होइन। हामी यो समाजलाई उन्नत बनाउन चाहन्छौँ, समृद्ध बनाउन चाहन्छौँ, न्यायपूर्ण बनाउन चाहन्छौँ र समतामूलक बनाउन चाहन्छौँ। अब लोकतन्त्रको कुरो उहाँले अलिक बेसी उठाउनु भएको छ। लोकतन्त्रमा चुनाव महत्त्वपूर्ण हुन्छ। जनताले निर्वाचन मार्फत राज्यमाथि होइन, राज्य सत्तामाथि हस्तक्षेप गर्छन्, उपस्थिति देखाउँछन्। त्यसैले कुनै पनि लोकतन्त्रवादीले होइन निर्वाचनलाई महत्त्व दिनुपर्छ, निर्वाचनमा जानुपर्छ, निर्वाचनको वकालत गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै भएर यो वैशाखभित्र चुनाव हुनुपर्छ। सरकारले गरिरहेछ त तपाईँहरूको माग अनुसार? चुनावमा जानै चाहनुहुन्न? यस्तो छ, यो चुनाव त अहिले मात्रै होइन, चुनाव त यही मुगसिरमा भइसक्नु पर्थ्यो, त्यतिखेर पनि घोषणा भएको थियो। तर त्यो चुनाव गर्नको लागि घोषणा भएको थिएन, गर्नको लागि चुनाव घोषणा भएकै थिएन। त्यो चुनाव किन घोषणा भएको थियो भन्दाखेरि बाबुराम भट्टराईजीलाई सत्तामा रहिरहनको लागि घोषणा गरिएको थियो र त्यो चुनाव तपाईँहरू निर्वाचनमा जान चाहेको भए। अर्को प्रश्न, अहिले वैशाखमा चुनावको जुन घोषणा सरकारले गरेको छ होइन, त्यो पनि गर्नको लागि होइन, गर्नको लागि होइन। यदि चुनावमा जाने हो भने त चुनाव यसै हुन्छ। चुनाव भनेको त तपाईँको ठुलो राजनीतिक परिघटना हो। त्यसो गर्नको निमित्त दलहरूको बिचमा एकता हुनुपर्छ, सिङ्गो राष्ट्र चुनावको निमित्त तयार हुनुपर्छ। त्यो केही पनि नगर्ने, त्यो परिस्थिति नबनाउने चुनाव मात्रै घोषणा गरेर चुनाव हुन सक्छ? केवल सरकारले जुन सरकार काम चलाउँछ होइन, त्यो सरकारले चाहिँ तपाईँको त्यो सरकारले चाहिँ निर्वाचन घोषणा गर्ने बित्तिकै निर्वाचन भइहाल्छ? यो त होइन नि। हेलो सर, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कतारबाट टिकाराम छेत्री बोलेको। टिकाराम छेत्रीजी? हजुर सर। कतारदेखि फोन गर्नुभएको छ, प्रश्न के छ तपाईँको? हजुर सर, मेरो भनेको सबै नेताहरूलाई होइन सर। अब सबै नेताहरूलाई के भन्नुभयो? जनताको लागि भनेर। हजुर, सबै नेताहरूलाई, उहाँ एमालेको नेतालाई मात्र होइन कि सबै नेताहरूलाई होइन? हजुर। अब संविधान बनाउँछु भन्ने जनताहरूको लागि बनाउने कि आफ्नो लागि बनाउने, कसले बनाउने त? गम्भीर प्रश्न गर्नुभयो टिकारामजीले। अझै पनि जनताका लागि बन्दैछ या नेताहरूको अनुकूलताका लागि बन्दैछ संविधान? संविधान जनताकै लागि बनाउने हो, संविधान देशकै लागि बनाउने हो, संविधान हामी सम्पूर्ण नेपालीको भविष्यकै लागि बनाउने हो। यदि त्यसो हो भने 3जना 4जना नेताहरू बसेर एउटा जुगाको लडाईँका आधारमा उनीहरू संविधान बनाउन चाहन्छन् किन? यस्तो हुन्छ, हामी दलीय व्यवस्थामा छौँ होइन। हाम्रो राजनीति व्यवस्था भनेको दल प्रधान रहेको राजनीति व्यवस्था हो होइन। यो सुरुदेखि यस्तो हुँदै आएको छ। त्यसो भएको हुनाले संविधान निर्माण गर्ने सन्दर्भमा दलका प्रमुख नेताहरूको बीचको सहमति धेरै महत्त्वपूर्ण हुन्छ। त्यो सहमति बनाउने प्रयत्न संविधान सभा जीवित रहँदाखेरि धेरैचोटि गरिएको पनि हो। त्यो असफल भएको छ।
अब यसलाई अब ट्याक्कै त्यो अब किन भन्नु भने मैले पनि ठ्याक्कै जवाफ दिन नसकौँला। तर के हो भन्दाखेरि दलहरूको बिचमा भएको भने सहमति बनाएर संविधान निर्माण गर्दाखेरि त्यो सहज हुन सक्छ, स्वाभाविक हुन सक्छ र त्यो पूर्ण हुन सक्छ। हामी यसमा थप छलफल गरौँला। एकैछिनका लागि विश्राम समय भएको छ। दर्शकवृन्द, हामी छौँ कार्यक्रम जनमतमा र अहिले समय भएको छ एकैछिनका लागि भने विश्राम। दर्शकवृन्द, यो छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम जनमतमा र आजको जनमतमा तपाईँका प्रश्नको जवाफ दिइरहनु भएको छ नेकपा एमालेका नेता अरुण नेपालले। यसै क्रममा कोही दर्शक हाम्रो सम्पर्कमा हुनुहुन्छ। हेलो हजुर, नमस्कार हजुर। नमस्कार सर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म शेरबहादुर थापा, सिंहासन 8 दैलेको घर, तर अहिले चाहिँ म भारतको मुम्बई सहरबाट सर। भारतको मुम्बई सहरबाट? हजुर हजुर। शेरबहादुरजी, हजुर सर। प्रश्न के छ तपाईँको अरुण नेपालसँग? हजुर, नेपाल कङ्ग्रेस अभिवादन। नमस्कार। हजुर, म प्रवासी नेपाली सङ्घ भारतमा आबद्ध पनि छु सर। हजुर, भन्नुहोस् न। हेलो, भन्नुहोस्, तपाईँको आवाज हामीले सुनिरहेका छौँ। तपाईँ भन्नुहोस्, के जिज्ञासा राख्न चाहनुहुन्छ? प्रवासी नेपाली सङ्घमा आबद्ध भएर के गरिरहनु भएको छ? हजुर, म एउटा सानो प्रश्न सोध्न चाहन्छु। हजुर, भारतमा बस्ने हामी नेपालीहरूका लागि उनीहरूको हक, हित र अधिकार संरक्षणका लागि नेकपा एमाले आगामी दिनमा के नयाँ कार्यक्रम ल्याउला? अनि राज्यको कुल जनसङ्ख्याको 18% जनसङ्ख्या भएका क्षेत्रीयहरूको मुलुकमा कस्तो हैसियत रहने खालको संविधान बनाउने धारणा छ। साथै नेकपा एमाले पनि जातिगत राजनीतितिर उन्मुख भयो कि जस्तो रहनुभयो? एमाले वर्गीय राजनीति या जाति राजनीति कतातिर? घरको नमाने उत्तर दिनु होला प्लिज। गम्भीर प्रश्न गर्नुभयो शेरबहादुरजीले। शेरबहादुर एउटा भारतमा नेपालीको अधिकार, अर्को जातीय राज्यको उहाँले एउटा काउन्टर के दिनुभयो भने क्षेत्रीको अधिकार कसरी स्थापित हुन्छ? र नेकपा एमाले कम्युनिस्ट पार्टी हो, यसले वर्गीय राजनीति चाहन्छ कि जातीय राजनीति चाहन्छ? म पहिलो प्रश्नमा जान चाहन्छु शेरबहादुरजीको, तर छोटोमा दिनु होला, समय सीमित हुन्छ। भारतमा र संसारभरि बस्ने नेपालीहरू जो प्रवासमा बस्नुहुन्छ, प्रवासमा बस्ने कुनै पनि मान्छेले पाउने अधिकारको बारेमा नेकपा एमाले आफ्नो तर्फबाट प्रयत्नशील छ। प्रवासीहरूका बारेमा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, सहमतिहरू भएका छन्। त्यो अनुसार नेपालीहरू जहाँसुकै हुन्, संसारका जुनसुकै भागमा हुन्, त्यो उहाँहरूले पाउनुपर्छ। ती गरिएका व्यवस्था अन्तर्गतका उहाँहरूले अधिकार, सुरक्षा के कुराहरू छन् त्यो सबै पाउनुपर्छ र त्यसको निमित्त एमाले आफ्नो ठाउँबाट प्रयत्न गर्छ। म यो पहिलो प्रश्नको सन्दर्भमा यो भन्न चाहन्छु। र अर्को, एमाले जातिगत माने जातीय विषयतर्फ उन्मुख भयो भनेर जो भन्नुभएको छ, वास्तवमा एमाले त्यसतर्फ उन्मुख भएको होइन। याद हुनुपर्छ हामीले अब उन्मुख हुन लागेको हो कि जस्तै जातीयताकै कारणले गर्दा पार्टीबाट केही नेताहरू अलग पनि हुनुभयो? अलि अगाडि हामीले संहिताको बारेमा एउटा निर्णय गरेका छौँ कि हाम्रो देशमा 7वटा प्रदेश हुनुपर्छ र त्यो प्रदेशको नामाकरण बहुपहिचानको आधारमा हुनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ। त्यसले पनि प्रश्न पार्छ कि हामी जातीय विषयलाई हैन राजनीतिको केन्द्र भागमा जातीय विषय स्थापित हुनुपर्छ भन्ने पक्षमा छैनौँ। जहाँसम्म अब केही नेताहरू पार्टी छोडेर जानुभयो भन्ने प्रश्न छ, त्यो उहाँहरूको एउटा खालको चाहिँ माग थियो, उहाँहरूको एउटा खालको विश्वास थियो र त्यो विश्वास हामीले पूरा गर्न सकिने, त्यो माग पूरा गर्न। अरुणजी, अब यहीँनिर के गरेर छोडेर जानुभयो, यहीँनिर हामी के कसरी बुझ्ने त? अब जस्तै पार्टी भित्र नेताहरू बीच समेत यति धेरै असहमति छन् एउटै पार्टीभित्र, त्यसकै कारणले पार्टीहरू फुटिरहेका छन्। अर्कोतर्फ जनताका आकांक्षा पनि फरक छन्। जस्तै यहीँ हामीलाई प्रश्न गर्ने दुईजना दर्शककै उदाहरण लिउँ। शेरबहादुरजी जातीय राज्यको विरोधमा हुनुहुन्छ। लेखरत्न तुलाधरजीले केही पहिले फोन गर्नुभयो, उहाँले नेवा राज्य घोषणा गरिसक्नुभयो र उहाँले चाहिँ जातीय पहिचानका लागि नेवा नै हुनुपर्छ भन्नुहुन्छ।
तपाईहरू भनिरहनु भएको छ बहुपहिचान हुनुपर्छ। अब यसरी यति धेरै आकांक्षा भएका जनताका बीचमा अनि नेताहरूका बीचमा सहमति कसरी निस्कन सक्छ, कसरी निकास निस्किन्छ भन्नुहोस् त? तपाईँले एकदमै देखेको कुरा भन्नुहोस् न। हाम्रो समाज, हाम्रो देश विविधतायुक्त छ, अनेकौं हिसाबले विविधतायुक्त छ र त्यो विविधतालाई समेट्न जरुरत छ, त्यो विविधतालाई यथोचित सम्मान गर्न जरुरत छ हैन। त्यसो भएको हुनाले हामीले यो बहुपहिचानमा आधारित राज्यको नामकरण भन्न जो मैले भने नि, समाजको तल्लो भाग विविधतायुक्त छ, त्यहाँ जाति हिसाबले विविधता छ, भाषिक हिसाबले विविधता छ, धार्मिक हिसाबले विविधता छ, सांस्कृतिक हिसाबले विविधता छ। सरी, त्यो विविधतालाई हामीले माथिल्लो लेभलमा नामकरण गर्दाखेरि र अरू कुरा गर्दाखेरि पनि सङ्घ निर्माणका अरू सन्दर्भहरूलाई पनि अभ्यास गरिरहँदाखेरि त्यो विविधतालाई स्वीकार गर्नुपर्छ, जसले गर्दा मान्छेलाई के होस् भन्दा कसरी स्वीकार गर्ने यो सबै साझा हो भन्ने पनि होस् र त्यो साझाभित्र मेरो पहिचान पनि सुरक्षित छ, भन्ने त्यस्तो खालको चाहिँ परिस्थिति पनि बनोस्, यो ढङ्गले हामी जानुपर्छ। त्यसैको लागि भनेरै अघि पनि चर्चा गर्नुभयो नि, हाम्रा कतिपय साथीहरू पार्टी छोडेर जानुभयो, उहाँहरूले के भन्नुभएको थियो भन्दा एकल जातीय पहिचान हुनुपर्छ, राज्यको नामकरण एकल जातीय पहिचानको आधारमा हुनुपर्छ भनेर भन्नुभएको थियो। हाम्रो पार्टीले के भन्यो भने त्यस्तो हुँदैन, किन भन्दा जब समाजको तल्लो लेभल चाहिँ बहुलतायुक्त छ, बहुपहिचान भएको समाज छ भने त्यसको माथिल्लो नामकरण पनि बहुपहिचानयुक्त नै हुनुपर्छ भनेर हामीले भन्यौँ। त्यसमा कुरो मिलेन, त्यसकारण हाम्रा केही साथीहरू पार्टी छोडेर जानुभयो। अर्को दर्शकलाई स्वागत गरौँ। हेलो नमस्कार सर। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म यहाँ चापैबाट राजन राउत बोल्दैछु सर। राजन रावतजी, हजुर। प्रश्न के छ राजनजीको? पहिला अतिथिजीलाई पनि नमस्कार गरौँ। नमस्कार। मेरो प्रश्न चाहिँ के भन्नु होला भने, तपाईहरू कुनै पनि राजनीतिक दलका लिडर अथवा नेताहरूलाई हामीले यस अर्थमा नेता अथवा लिडर भनेका हौँ, हामी तमाम नेपाली शोषित उत्पीडित जनताको लागि तपाईँहरूले केही राहत दिनुहुन्छ अथवा समग्र देश निर्माणको पक्षमा केही काम गर्नुहुन्छ भनेर हामीले लिडर अथवा नेताको तपाईँहरूलाई उपाधि दिएका हौँ। तर समग्रमा 2046 र 62-63 आन्दोलन पश्चात पनि तपाईँहरूलाई हामीले अब लिडर भनिरहनु पर्ने कुनै पनि चाहिँ अर्थ चाहिँ भेटिन, किनकि तपाईँहरूले कुनै पनि नेपाली जनता र समग्र देशको लागि केही गर्न सक्नु भएको अवस्था रहेन। अब अहिले तपाईँहरूलाई यत्रो ऐतिहासिक चाहिँ एउटा भनौँ न तपाईँहरूलाई चाहिँ यो जिम्मेवारी प्राप्त भएको थियो, त्यसमा तपाईँहरूले त्यो जिम्मेवारीलाई पनि तपाईँहरूले चाहिँ एकदम चाहिँ नेपाली जनतालाई चाहिँ निराश र समग्र देशलाई नै 100औं वर्ष पछाडि धकेल्ने किसिमले ऐतिहासिक संविधान सभाको जुन किसिमको त्यो। राजनजी, तपाईँको ठोस प्रश्न के हो? होइन, त्यसलाई पनि समाप्त गरिदिनु भयो। अब तपाईँहरूलाई हामीले नेता भनिरहनु पर्ने चाहिँ औचित्य के नै बाँकी रह्यो र अब फेरि तपाईँहरू सहमति भन्दै यसरी संक्रमणकालीन अवस्थालाई चाहिँ एकदमै चाहिँ नराम्रो किसिमले चाहिँ तपाईँहरू बढाइरहन चाहनुहुन्छ कि अब नेताहरू नेता रहेनन् है, त्यस्तो लाग्छ तपाईँलाई? अब नेताहरूले समस्या समाधान गर्न नसकेको कारणले गर्दाखेरि आफ्नो भूमिका निर्वाह गर्न सकेनन् भनेर टिप्पणी गर्न सकिन्छ, तर फेरि पनि समस्याको समाधान गर्ने कसले? राष्ट्र समस्यामा अरू नयाँ समस्याको समाधान गर्न सक्छ नि त, किन ओगटेर बस्नु पर्छ? सक्छ, म त्यसमा पनि जाउँला। र जोसुकै नयाँ होस् या पुरानो होस्, आखिर समाधान त पार्टीहरूले गर्ने हो होइन, पार्टीमा नेताहरू त हुन्छन्। त्यसैले योभन्दा अर्को कुनै बाटो छ जस्तो मलाई लाग्दैन होइन। त्यसो भएको हुनाले जो विद्यमान नेताहरू छन् नि, तिनीहरूमा नेतृत्व गर्ने क्षमता रहेन भन्न सक्छौँ हामी? अब नेतृत्व गर्ने क्षमता त्यो त भनिसक्नुभयो जनताले त, ठिक छ, तर हामी त्यो विश्लेषणमा पुग्न सक्छौँ? ठिक छ, जनताको तर्फबाट प्रश्न गर्न सकिन्छ, त्यसलाई म अन्यथा ठान्दिनँ। तर अहिले जो नेताहरू हुनुहुन्छ देशको, जो पार्टीहरू छन्, त्योभन्दा बाहेक अर्को ढङ्गले हामीले के चाहिँ देशलाई अगाडि जान सक्छौँ, संविधान बन्न सक्छ, देशले अग्रगति प्राप्त गर्न सक्छ। नयाँ विचार भएको नेतालाई अगाडि जान दियो भने जान सक्छ कि? नयाँ विचार भएको नेता दियो भने होइन, नयाँ विचार भएको त्यस्तो खालको नेता आयो भने जान्छ होइन, त्यो जान सक्छ, तर त्यो देखिनु पर्यो नि। मेरो बुझाइमा के हो भन्दाखेरि कुनै नेता निर्माण गर्ने कुरा
एकै रातमा एकै दिनमा नेता निर्माण हुँदैन। नेता निर्माण गर्नको निमित्त लामो प्रक्रिया हुन्छ। त्यो प्रक्रियाको सन्दर्भमा कुनै एउटा मान्छे नेता बन्न सक्छ होइन। त्यसो भएको हुनाले हामीले एकै रातमा कुनै अर्को नयाँ नेता जन्मिन्छ र त्यसले चाहिँ रातारात सबै कुरो परिवर्तन गरिदिन्छ भनेर कल्पना गरियो भने झन् ठुलो निराशामा हामी पर्न सक्छौँ। किनभने एकै रातमा कोही मान्छे नेता बन्न सक्दैन। यसको लागि समय लाग्छ। यसको लागि एउटा चाहिँ पुरानाहरूले चाहिँ त्यसै छोड्ने कुरा हुँदैन। अब यस्तो यो पनि यसरी हेर्नुपर्छ। पुरानाहरू पनि बिस्तारै तपाईँको के अरे बिदा हुँदै जाने होइन, बिस्तारै पछाडि हट्दै जाने, नयाँ मान्छे आउँदै गर्ने परिस्थिति आउँछ। म उहाँ हाम्रो रावतजीको बारेमा रावतजीले उठाएको चाहिँ विषयमा म थोरै जान चाहन्छु। त्योभन्दा पहिले म अर्को दर्शकलाई पनि स्वागत गरौँ है। टाढाबाट हुनुहुन्छ। हेलो 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 हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कतारबाट शम्भु शाह बोलेको सर। कतारबाट शम्भु शाह। हजुर शम्भु शाहजी, तपाईँको प्रश्न के छ? सर मेरो प्रश्न छ कि देशमा संविधान कहिले बन्छ सर? युनिक प्रश्न। शम्भु शाहजीको यो प्रश्नको जवाफ र राजनजीको केही आंशिक जवाफ हामी छोटो विश्रामपछि दिनेछौँ। दर्शकवृन्द, हामी छौँ कार्यक्रम जनमतमा र आजको जनमतमा तपाईँका प्रश्नको जवाफ दिइरहनु भएको छ नेकपा एमालेका नेता अरुण नेपालले। एकैछिनका लागि भने पुनः विश्राम। Virtual services only on Videocon D28. दर्शकवृन्द, पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम जनमतमा र आजको जनमतमा तपाईँका प्रश्नको जवाफ दिइरहनु भएको छ नेकपा एमालेका नेता अरुण नेपालले। यसै क्रममा अर्को एकजना दर्शकलाई पनि म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कीर्तिपुरबाट रामकृष्ण अधिकारी। रामकृष्ण अधिकारीजी, तपाईँको प्रश्न के छ? हजुर प्रश्न के छ तपाईँको? हजुर नेताजी नमस्कार। नमस्कार हजुर, मेरो प्रश्न के हो भनेपछि अहिले जुन सहमति कतैबाट पनि जुट्न नसकेको अवस्था छ, मलाई लाग्छ यो सहमति जुटाउनको निमित्त नेकपा एमाले पहिला जसरी राजाको शासनकालमा केही सच्यो आधा सच्यो भनेर अगाडि बढ्नु भएको थियो, त्यसै गरेर अहिले तपाईँ यो नेकपा एमाले 2047 सालको संविधान भिउताउनु पर्यो भनेर आन्दोलन गरिदियो भने अहिले खाइपाई आइराखेर मान्छे तर्सेर एकैचोटि सबैजना मिल्न पो आउँछन् कि यस्तो एउटा गर्दा कसो होला, एउटा जवाफ दिइदिनुहुन्छ कि भनेर। रामकृष्णजीको पनि एउटा अनौठो प्रश्न आयो र त्यसभन्दा अगाडिका दर्शकहरूको संविधान कहिले बन्छदेखि शम्भु शाहजीले कतारबाट प्रश्न गर्नुभएको छ संविधान कहिले बन्छ भनेर। संविधान सभाको निर्वाचन गर्नुपर्छ। पुरानो संविधान सभा विघटन भइसक्यो। संविधान सभाको निर्वाचन भइसकेपछि 1 वर्षभित्र संविधान निर्माण गर्नुपर्छ। संविधान सभाको अवधि 1 वर्षको नै म भन्दैछु। संविधान 1 वर्षभित्र संविधान बनाउनुपर्छ त्यसले, र संविधान घोषणा भइसकेपछि त्यो सभा नै अरू बाँकी कार्यकालको लागि संसदको रूपमा रूपान्तरित हुनुपर्छ। त्यसो गरियो भने यो त तपाईँहरूको एमालेको अवधारणा होइन हो। अनि बल्ला त बनाउनुपर्छ। पुराना सहमतिलाई अहिले नै अन्तर्वस्तु तिनीहरूलाई चाहिँ समाविष्ट गरेर जाउँ भन्दा माओवादीले भन्दा तपाईँहरू मानिरहनु भएको छैन पहिलेको संविधान सभाले गरेका कामहरू भने 1 वर्षमा हुन्छ त। अब पुराना कुरा पनि नमान्ने, फेरि नयाँ कुरामा जाँदा 1 वर्षमा बल्ल 4 वर्षमा नबनेको संविधान सभाले जे गरेको छ नि, त्यो संविधान सभाले गरेका निर्णयहरू बनाएका छन्, संविधानका विभिन्न अंशहरू छन्, ती हाम्रो प्रोपर्टी हुन्, हाम्रो सम्पत्ति हुन्, ती रहेका छन् र ती रेफरेन्सको रूपमा रहन्छन्, राख्नुपर्छ। अब नयाँ संविधान सभा आइसकेपछि जो नमिलेका विषयहरू छन् होइन, अहिले जे विषय नमिलेका कारणले गर्दाखेरि संविधान सभा विघटन भयो, ती विषयहरू अहिले सहमति गर्ने होइन, त्यो नयाँ संविधान सभाले त्यसमाथि निर्णय गर्नुपर्छ। अब त्यसरी गइयो भने त्यो संविधान सभाको सर्वोच्चता जोगिन्छ र हामीले ठिक चाहिँ निष्कर्ष निकाल्न सक्छौँ। होइन भने त्यो संविधान सभाले बनाएको संविधान फेरि पनि विवादी हुन सक्छ भन्ने मलाई लाग्छ। त्यसैले मैले उल्लेख संविधान बन्नका लागि कुन दलले धेरै मत ल्याउन जरुरी छ आगामी संविधान सभा? जुन दल वास्तवमै संविधान बनाउन चाहन्छ
लोकतान्त्रिक संविधान, चाहना त सबैले चाहेको भन्छन् हैन, लोकतान्त्रिक संविधान, जनपक्षीय संविधान र अग्रगामी संविधान बनाउन जुन दल चाहन्छ त्यो दलले बहुमत ल्याउनुपर्छ, अत्याधिक सिट ल्याउनुपर्छ। बहुमत मात्रै कि 2/3? सकिन्छ 2/3 ल्याउँदा हुन्छ। माओवादीले त्यस्तो बहुमत ल्यायो भने त बन्दैन होला है। अब माओवादीले एउटा प्रश्नको जवाफ दिनुपर्छ भन्ने मलाई लाग्छ। गत संविधान सभाको निर्वाचनमा माओवादी सबभन्दा ठुलो पार्टी बन्यो तर संविधान बनेन। पार्टी त ठुलो बन्यो तर संविधान बनेन। अब एकचोटि असफल भइसकेको पार्टीले फेरि संविधान निर्माण गर्न सक्छ भनेर के आधारमा भन्न सकिन्छ? यसो भएको एमाले 2/3 बहुमत ल्यायो भने बन्छ? हामी बनाउँछौँ, बन्छ। आधार के भन्नुहोस् त? संविधान निर्माण गर्नुपर्छ भन्ने जुन विश्वास हो नि, हो त्यो विश्वास। नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले आफ्नो निमित्त संविधान आफैले बनाउने अवसर प्राप्त गरेका छन्। त्यो वास्तवमा जनता सार्वभौम सत्ता सम्पन्न हुने। तर एमालेसँग नेतृत्व गर्न सक्ने क्षमता नै छैन भनेर प्रश्न चिन्ह उठाउन थालिएको छ नि। ऊ कहिले माओवादीको पछि लाग्छ, कहिले कांग्रेसको पछि लाग्छ। उसको आफ्नै धार, आफ्नै एजेन्डा छँदै छैन भन्ने कुरा किन आउँछ? अब यो त आरोप त जस्तो लगाए पनि हुन्छ, जसलाई आरोप लगाए पनि हुन्छ। कुरा त्यसो होइन। विषय के हो भन्दा माओवादी एउटा बाटो छ, एकछिन उदाहरणको लागि भने एउटा बाटो छ, माओवादी बाटोको छेउ देवरेन्द्रको छेउछेउबाट हिँडेको छ, त्यहाँबाट लड्न सकिन्छ, खस्न सकिन्छ। अनि अर्को कांग्रेस दाहिनेतिरको छेउछेउबाट हिँडेको छ, त्यहाँबाट पनि लड्न सकिन्छ। हामीले भनेको के हो भने साथी हो त्यसरी नहिँडौँ, मूल बाटोबाट हिँडौँ जो सुरक्षित बाटो हो, ठिक बाटो, मतलब ठिक ठाउँबाट हिँड्नुपर्छ। हाम्रो भनाइ त यो हो नि। तर तपाईँहरू त त्यही खस्न लागेको डिलडिलतिर जानुभयो नि। माओवादीको एजेन्डामा गणतन्त्रको एजेन्डा, संविधान सभाको एजेन्डा त माओवादीले नै उठाएको एजेन्डा हो नि। अब यसलाई हामीले इतिहासमा फर्केर हेऱ्यौँ भने गणतन्त्रको एजेन्डा कम्युनिस्ट पार्टी धेरै पहिला स्थापनादेखि नै पहिला उठाएको, त्यो मान्नुपर्ने कुरा। स्थापना कालदेखि उठाएको, पुष्पलालले बारम्बार उठाउनु भएको छ होइन। हामीले इतिहास हेऱ्यौँ भने कम्युनिस्ट पार्टीले धेरै पहिलादेखि उठाउँदै आएको एजेन्डा हो। संविधान सभाको चुनावको बारेमा त 2015 सालमा संसदको चुनाव हुनुभन्दा अगाडि संविधान सभाको चुनाव हुनुपर्छ भनेर कम्युनिस्ट पार्टीले त्यतिखेरै भनेको थियो। त्यसो भएको हुनाले यो अहिले आएर कुनै पार्टी विशेषको एजेन्डा हो भनेर भन्नु मिल्दैन मेरो विचारमा। यो कम्युनिस्ट पार्टीको पुरानो एजेन्डा हो। खास कालखण्डमा, खास राजनीतिक परिस्थितिमा हामीले संविधान सभाको माग नगरेको हुनसक्छ। विशेष गरी 2046 सालको आन्दोलनपछि संविधान सभाको निर्वाचन हुनुपर्छ भनेर केहीले माग गरेको थियो, केहीले संविधान सभाको निर्वाचन नगरौँ होइन, संविधान सभाको निर्वाचनतर्फ गइयो भने संविधान नबन्ने सम्भावना हुन्छ र प्राप्त गरिएको प्रजातन्त्र गुम्न सक्छ भन्ने मान्यताको आधारमा एउटा आयोग बनाएर संविधान निर्माण गर्ने काम गरियो। र त्यतिखेर आयोग बनाउनुपर्छ भन्ने हामी पनि हो। त्यतिखेर हामीले भनेको प्रश्नको जवाफ दिनुभन्दा अगाडि अर्को दर्शकलाई पनि स्वागत गरौँ। हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म भरत भुषाल अर्घाखाँची सन्धिखर्कादेखि। भरत भुषालजी अर्घाखाँची, हजुर। प्रश्न के छ भरतजी? मेरो प्रश्न के छ भने यहाँ मुख्य गरी 3 राजनीतिक दल र मधेसी मोर्चाले सहमति गर्छ भन्दा 3 पटक थपेको दिन सहमतिको लागि यहाँ त्यसमा त सहमति गर्न सकेनन्, ह्याट्रिक गरे। अर्को थप 5 दिनसम्म थपेको भन्ने कुरा आएको छ। यसमा पनि यदि यहाँ सहमति हुन सकेन भने नेपाली कांग्रेस र एमाले लगायतका गठबन्धनहरूले राष्ट्रपतिलाई उकासेर यो गैरमन्त्री सरकारलाई अपदस्थ गरेर अर्को चाहिँ कांग्रेसको उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने हल्ला सुनिएको छ। यो कतिसम्म साहस हो? यसले के निकास तपाईँले यसमा स्पष्ट पार्नुहोस्। भरतजी, त्यस्तो बिन्दुमा पुग्नुभयो जुन बिन्दुको चर्चा बढी छ केही समयदेखि। तपाईँहरू राष्ट्रपतिलाई किन उकास्नु भएको छ? कांग्रेसले त उकास्यो, ल हिजोका कांग्रेसका नेता थिए, उकास्यो। एमाले किन उकासिरहेको छ राष्ट्रपतिलाई? कसले उकासेको छ? राष्ट्रपतिलाई कसैले उकासेको छैन। राष्ट्रपति संविधानको संरक्षक हो। संविधानको संरक्षकको हैसियतले जब देशमा राजनीतिक सङ्कट गहिरिँदै गयो त्यसको निकासको निमित्त उहाँले प्रयत्न गर्नुभएको छ। यो कसैले उकासेर होइन, राष्ट्रले उहाँलाई जो दायित्व दिएको हो त्यो दायित्व उहाँले निर्वाह गरिरहनु भएको छ र यसलाई दल विशेषले उकास्यो भनेर भन्न मिल्दैन। एक, तपाईँहरूले आग्रह त गरे हो नि, ल भनेर राष्ट्रपतिसँग गएर भने त हो नि त? होइन, मैले अघि भने नि संविधानको संरक्षकको हैसियतले तपाईँले भूमिका निर्वाह गर्नुपर्छ। त्यो अधिकार संरक्षकको हैसियत जस्तो म भन्न चाहन्छु, राष्ट्रपतिलाई म धेरै विवादमा तान्नुपर्छ भन्ने म त्यस्तो मान्यता राख्दिनँ। हिजो बजेटको कुरा आयो,
राष्ट्रपतिले बजेट चाहिँ नै अनुमोदन गर्नुहुन्न भन्ने चर्चा हुँदाखेरि चाहिँ अहिलेका सरकारका मन्त्रीहरूले राष्ट्रपतिका विरुद्ध बोल्ने काम गर्नुभयो। जब राष्ट्रपतिले बजेटलाई अनुमोदन गर्नुभयो राष्ट्रपतिले क्या राम्रो काम गर्नुभयो, बाफरे यस्तो गर्नुपर्छ राष्ट्रपतिले भन्दा तिनै मान्छेले भन्न थाल्नुभयो। त्यस्तो नै त भन्नु भएन होला, आफ्नो एजेन्डा सहितको बजेट ल्याउन पाइएन भनेर कुनै गुनासो गर्नुभएको थियो उहाँहरूले। समस्या के थियो भने बजेट आउँछ कि आउँदैन भन्ने समस्या थियो। सरकारले पेश गरेको बजेटलाई राष्ट्रपतिले अनुमोदन गर्नुहुन्छ कि हुन्न भन्ने एउटा चाहिँ अस्पष्टता थियो। त्यतिखेर राष्ट्रपतिले बजेटलाई अनुमोदन गर्नुभयो र उहाँहरूले राष्ट्रपतिको माने सरकारका मन्त्रीहरूले सार्वजनिक ढङ्गले आएको छ राष्ट्रपतिलाई खुलेर राम्रो काम गर्नुभयो न प्रशंसा गर्नुभएको छ। के नगरौँ भने आफ्नो हितमा हुँदाखेरि राष्ट्रपतिले गरेका कुरो ठिक हुने, आफ्नो बेहितमा हुँदाखेरि राष्ट्रपतिले गरेका कुरो बेठिक हुने, यस्तो निष्कर्ष ननिकालौँ। गरौँ के भन्दा राष्ट्रपतिले गरेको सबै कार्य ठिक हुन्छ। राष्ट्रपति चाहिँ तपाईँको के अरे संविधानको संरक्षक हो। अहिले हामी राजनीतिक जटिलतामा छौँ, हामी अप्ठ्यारोमा छौँ। यो अप्ठ्यारो फुकाउने एउटा आधिकारिक ठाउँ भनेको राष्ट्रपति हो। त्यसो भएको हुनाले उहाँले दलहरूलाई ल मैले म्याद दिएको छु तपाईँहरू सहमति गरेर आउनुहोस् होइन भनेर उहाँले भन्नुभएको छ। बरु उहाँले दिएको समयमा सहमति गर्न सकिएको छैन। यो हाम्रो तर्फबाट 4 वर्षसम्म म्याद थप्दा संविधान सभाको म्याद थप्दा पनि सहमतिमा नआउने दलहरू अब राष्ट्रपतिले 5 दिन 7 दिन भनेर म्याद थपेर सहमतिमा आउलान् जस्तो लाग्छ तपाईँलाई? अब तपाईँहरूको एमाले भित्र पनि केन्द्रीय कमिटीमा छलफल भयो होला, त्यसमा विश्वास छ तपाईँहरूलाई? सैद्धान्तिक ढङ्गले भन्दाखेरि आउनुपर्छ। सहमतिमा आउनु भन्दा अर्को के विकल्प छ हामीसँग? अर्को के बाटो छ? कि त हामी दुर्घटनामा जानु पर्यो, समाप्तिको दिशामा जानु पर्यो, अन्धकारतर्फ जानु पर्यो, होइन भने सहमति गर्नु। अर्को बाटो हुन सक्छ भन्दा बाटो त अर्को या त राष्ट्रपतिले अपदस्थ गर्ने भन्ने जुन भरतजीले प्रश्न गर्नुभयो त्यो हुन सक्ने भयो, होइन भने आन्दोलनबाट यो सरकारलाई हटाउने कुरा हुन सक्ने भयो। राष्ट्रपतिले अपदस्थ गर्ने भन्ने कुराको बारेमा होइन भने सरकारलाई स्वीकार गर्नु पर्यो। म धेरै चर्चा गर्न चाहन्न। अब राष्ट्रपतिले के गर्नुहुन्छ, परिस्थिति कसरी विकास हुन्छ त्यसमा निर्भर गर्ला। म के ठान्दछु भने यदि सहमति भएन, सहमति गर्न इच्छा देखाइएन, अहिले इच्छा नदेखाउने नेकपा माओवादी हो, अहिले सहमति गर्न इच्छा नदेखाउने वर्तमान सरकार हो, त्यो सरकारको नेतृत्व गर्ने बाबुराम भट्टराईजी हो। यदि यसै गरी उहाँहरू बस्नुहुन्छ भने यो अधिनायकवाद हो, यो निरङ्कुशतावाद हो, यो मनमानी हो। यो यस्तो खालको प्रवृत्ति नेपाली जनताको निमित्त सही छैन र त्यो प्रवृत्तिलाई परास्त गर्नको निमित्त आन्दोलनको विकल्प छैन, आन्दोलन गर्नुपर्छ। अधिकारीजीले एउटा प्रश्न राख्नु भएको थियो नि, 47 सालको संविधान बेउताउने कुरा पनि उठ्यो। मलाई खान पाउने मलाई के लाग्छ भने 47 सालको संविधान बिउतिन सक्दैन, त्यो इतिहास भयो। इतिहासको त्यही ढङ्गले पुनरावृत्ति हुन्छ भन्ने म विश्वास गर्दिनँ। 47 सालको संविधान अब बिउतिँदैन, हामीले नयाँ संविधान बनाउनुपर्छ, नयाँ संविधान बनाएर अगाडि जानुपर्छ। अरू कोही दर्शक हुनुहुन्छ? हेलो हेलो, कोही दर्शक सम्पर्कमा हुनुहुन्थ्यो, सम्पर्क विच्छेद भएको छ। र तपाईँले सुरुमा दुईटा एजेन्डा उठाउँछु भन्नुभएको थियो नि, वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि दुईवटा एजेन्डा के थिए ती तपाईँले उठाउन खोजेका कार्यक्रमको सुरुमा? मैले सुरुमा अलिकति भनेको थिएँ, वर्तमान गतिरोध अन्त्य गर्नको निमित्त मैले एउटा अलिकति व्याख्या पनि गरेँ। गतिरोध अन्त्य गर्नको निमित्त दलहरूको बिचमा संवाद हुनु, सहमति हुनु र सहकारी हुनु जरुरत छ। त्योभन्दा बाहेक अर्को बाटो छैन। संवाद, सहमति र सहकारीकै क्रममा वर्तमान सरकार जो सहमतिको बाटो छ त्यो सरकारले बाटो छोडिदिनुपर्छ। यो सरकार काम चलाउ सरकार पनि हो र यसले जो राष्ट्रका सामु वचनबद्धता जाहेर गरेको थियो ती वचनहरू पुरा हुन सकेनन्। त्यसो भएको हुनाले यसले ठाउँ छोडिदिनुपर्छ र दलहरूको सहमतिको आधारमा नयाँ सरकार बन्नुपर्छ। त्यसले संविधान सभाको निर्वाचनको सहमतिको आधारमा जस्तै प्रधानमन्त्री तय गर्ने भनेर राष्ट्रपतिले समयसीमा तोक्नु भएको छ नि। हजुर, त्यो सहमति प्रधानमन्त्री चाहिँ को हुन सक्ला? सहमतिको प्रधानमन्त्री मेरो विचारमा के लाग्दछ भने सुशील कोइराला त देखिनु भएन होइन? बाबुराम भट्टराईजीले छोड्नुपर्छ। एक, दोस्रो प्रमुख पार्टीको तर्फबाट जोसुकै प्रधानमन्त्री भए पनि हुन्छ। केपी ओली भयो भने के हुन्छ? मैले भने जोसुकै प्रधानमन्त्री भए पनि हुन्छ। प्रमुख दलको तर्फबाट किन हुनुपर्छ भन्दा त्यो सरकारले निर्वाचनको आयोजना गर्नुपर्छ। निर्वाचन भनेको साना दलहरू, मधेस केन्द्रित दलहरूबाट भएर हुँदैन। म थोरै चर्चा गर्छु। समय सकिएको। निर्वाचन गर्नको निमित्त
राष्ट्रव्यापी सञ्जाल भएको होइन, ब्याकिङ पछाडिपट्टि एउटा चाहिँ सङ्गठनात्मक शक्ति भएको होइन, एउटा त्यो प्रभाव भएको दलको नेतृत्वमा हुँदाखेरि सहज हुन्छ होइन, निर्वाचन हाँक्न सकिन्छ, निर्वाचन आयोजना गर्न सकिन्छ। त्यसो भएको हुनाले म के विश्वास गर्छु भने यो समस्यालाई समाधान गर्न ठिक निष्कर्षमा पुर्याउनको निमित्त र निर्वाचन गर्नको लागि प्रमुख राजनीतिक दलको नेतृत्व हुनुपर्छ। हस्, धन्यवाद छ अरुणजी, यहाँसम्म आइदिनु भयो, आफ्ना दलका र आफ्नो व्यक्तिगत धारणा व्यक्त गरिदिनु भयो र जनताका प्रश्नको जवाफ दिनुभयो। धन्यवाद। मलाई यहाँसम्म आएर आफ्नो विचार व्यक्त गर्ने अवसर दिनुभयो, जनताको प्रश्नको जवाफ दिने जुन अवसर दिनुभयो यसको निमित्त म नेपाल वानलाई धन्यवाद दिन चाहन्छु। दर्शक पनि हुनुहुन्थ्यो नेकपा एमालेका नेता जो पार्टीमा पोलिट ब्युरो सदस्य पनि हुनुहुन्छ। तपाईँ जनताका प्रश्नको जवाफ दिँदै हुनुहुन्थ्यो र समसामयिक राजनीति कसरी अन्त्य हुन सक्छ र अबको सहमति प्रधानमन्त्री को बन्नुपर्छ, अर्थात् राष्ट्रिय हैसियत भएको दलको व्यक्ति नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने उहाँले निष्कर्ष निकाल्नु भएको छ। दर्शकवृन्द, अवस्था आजलाई कार्यक्रम जनमतबाट क्रन्दन चापागाई पनि बिदा माग्दछु। नेपाल वान टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। जनमतको प्रायोजक डाबर ग्लुकोज, ग्लुकोज होइन डाबर ग्लुकोज, रियल जुस, नेपाल्स नम्बर 1 फ्रुट जुस र डाबर बाटिका प्रो स्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर ओइल।